अब यसमा के छ भने अब मलाई चाहिँ एकदमै गौरव लाग्छ यो हैन किनभने अब देशमा चाहिँ धेरै थरीको छ नि विषय छान्ने हैन प्रोफेसनको लागि तर म आफ्नै धरतीको माटोमा चाहिँ खेलेर चाहिँ अब त्यसबाट चाहिँ केही उत्पादनहरू गर्न पाउँदाखेरि मलाई चाहिँ एकदम मजा आउँछ कि खुसी लाग्छ नमस्कार मेरो नाम लक्ष्मी कुमार प्रजापति मध्यपुर थिमी नगरपालिका वडा नम्बर 5 बस्छु यो म अहिले माटोको पुरानो परम्परागत व्यवसायलाई अगाडि बढाउँदै आधुनिकीकरण गर्दै अगाडि बढाइरहेको छु यसमा चाहिँ मेरो दाजु र म दुईजना मिलेर यसलाई चाहिँ कन्टिन्यू गरिरहेको छु जुन 2042 सालदेखि हामीले सुरु गरेको अब सन् 1982 देखि हामी यो सेरामिक फिल्डमा चाहिँ ट्रेनिङ लिने चाहिँ उसमा चाहिँ हामी लागि पर्यौं त्यसपछि अब ट्रेनिङ पनि लिँदै अब घरमा पनि गर्दै हामीले सञ्चालन गर्दै आएका छौं मलाई चाहिँ सबभन्दा मन लागेको चाहिँ चक्कामा भाँडा बनाउने त्यो चाहिँ एकदम मलाई मन पर्छ एकदम इन्ट्रेस्टिङ छ त्यो गरिरहँदा के छ भने एकदम हाम्रो माइन्ड चाहिँ एकदमै एकत्रित हुनुपर्ने हैन एकाग्र हुनुपर्ने अनि यो माइन्ड र बडीको चाहिँ अब एकदम समिसन भनौँ न त्यो भएपछि चाहिँ त्यहाँ सामान बन्ने रहेछ कि अब आजकल त यो अब मेडिटेसनको लागि पनि मान्छेले चाहिँ अब प्रोफेसनको लागि नभए मेडिटेसनको लागि भयो भने त्यसमा चाहिँ अब काम गर्ने इच्छा चाहिँ राखेको पाइन्छ
धेरै प्रयास पनि गरेँ। अब कता हो के हो माटोमा छुने बित्तिकै अलि फिलिङै अर्कै हुन्छ कि नरमपना, त्यसको चाहिँ अब प्रकृति नेचर भनेको त्यही हो होइन। अब त्यसमा अब प्ले गर्न पाउँदाखेरि एकदमै खुसी लाग्छ। अब मेरो उसमा चाहिँ यो धरती र यो लाइफ, दैनिक लाइफसँग चाहिँ एकदमै राम्रो कनेक्सन भइरहेको जस्तो मलाई चाहिँ फिलिङ भइरहेछ। अब माटो चाहिँ फेरि प्योर चिज हो नि त, यसमा चाहिँ अब अर्ग्यानिक चिज हो। अब त्यसमा चाहिँ चल्न पाउँदाखेरि मलाई साह्रै रमाइलो लागिरहेछ।